नेपालको पूर्वी पहाडमा जन्मेर हुर्केका दुई युवा लाल बहादुर र जमान सिंह स्वदेशमा रोजगारी नपाएर विदेश हिँड्न बाध्य भएका छन्। विदेश गए त रुखबाटै पैसा टिप्न पाइन्छ जस्तो सोचेर विदेशी नेपाली युवाका प्रतिनिधि पात्र हुन् उनीहरू। भारतको दरभङ्गा रेलवे स्टेसनमा बिहानै 7-8 बजेतिर दुई मित लाल र जमान अल्लारे पारामा हिँडिरहेका छन्। उनीहरूको अवस्था के छ र स्वदेशप्रतिको विचार कस्तो छ भन्ने बुझ्न अब भने हामी लागौ त्यतैतिर। हेरौँ है त लाल र जमान के गरिरहेका छन्। होइन जन्मिज्यू, पहाडमै बसिराख्या भए यस्तो दिन कहाँबाट देख्न पाइन्थ्यो। छोटो कसार पस्यो, फाटेको ठुटेर भोटो लगायो, गाईको भकाएर सोर्यो बस्यो। होरी त मिज्यू खुबै सोख गरियो भने झुत्रो गुन्द्रीमा बसेर सुर्ती पिस थुक्नु त्यति त हो नि। म त सम्झन्न त्यो गाउँभर के सम्झन छ र, दुखै त सम्झनु नि। तपाईँ आमा बुवा भएका त्यस्तो छ भने मलाई चाहिँ के सम्झनु र। आमा सबैले उठ्दिउन्, जात्रामा कोदो पिन्दिउन्, बुवा सबैले मेलाबाट आएर पिँढीको छेउमा बसेर पान र तम्बाकु खाँदा। त्यही त हो नि त्यो गाउँ, त्यो ठाउँ, त्यो पाखा। त्यो त हो, जहाँ भए पनि काम नगरी खान पानी होइन त्यस्तै बस्नु जाति नि। एउटा गर्मी भने चर्को आगो तारुले पोल्दो रहेछ, बिहानी बखल्न यस्तो दिन छिट्टै बसेछन् के चाहियो र। उहाँ पनि उस्तै त हो नि, वैशाख जेठको महिनामा फाटमा काम गर्दा कस्तो पर्थ्यो। काँचो मेवा कराम चलाउँदा आँख सुकेर आउँथ्यो, बिर्सिनु भयो। त्यो त हो, जहाँ भए पनि गर्मी घाममा मात्रै त हो, हावा चिसो पानी चिसो। यहाँ चाहिँ घाम पनि तातो पानी पनि तातो हावा पनि तातो। यी तीन ताताले त खुबै पार्दो रहेछ। उसो भए मिटीलाई घरको माया लाग्यो कि त। को छोरा माया लाग्नु नभए किन छोडेर आउँथे र। मलाई त मिट्यो, मरे पनि यही देशमा मरु, मरेपछि पनि हन्छ त्यो देशमा नजाओस् जस्तो लाग्छ। भाई पान खाएगा? हम पान नहीं खाएगा। मिठ्यो, देशमा त पान र पानी पनि खुब खानुपर्छ। मलाई त भन्नु होला, तर यहाँको सबै कुरा मिठो, तर पान र पानी चाहिँ नमिठो। यहाँ त जस्तो मुखमा आए पनि पानको मुखमा देखिने कस्तो न कस्तो होला भनेर एक बिरा किनेर मुखमा कत्रोसँग हालेको थिएँ। मेरो जिब्रो त साह्रै चढ पर चम्च के बोकेको भयो। त्यसदेखि पान खान पनि दूर भयो। अनि पानी, यहाँको पानी कति नमिठो, अमलाको झोल पिए जस्तो। हाम्रोमा ढुकेर हालेर बसाएर आएको पानी आहा कस्तो मिठो। मिठ्यो, तपाईँ त फेरि गाउँघरकै सम्झनामा बोलाउनुहुन्छ, कस्तो मायामा भयो। के को सम्झन्थे नि, तर तपाईँले साँच्ची एउटा कुरा भन्नु त। भन्नुहोस् न के कुरा हो। फेरि तपाईँले मन पराउने पो हो कि। भन्नुहोस् न के हो। बरु हामीले गाउँले बतासेलाई बरु बराबर सम्झिरहन्छ। कति बिर्सन खोजे बिर्सन नै सक्दिनँ। को हो नि बतासे भनेको चाहिँ? त्यही हामीले गाउँकी हो नि। उमेरमा त मभन्दा जेठी नै हुन्, तर अनुहार हेर्दा मभन्दा कान्छो देखिन्छन्। उनीसित पढेनामा जाँदा अब त्यस्तै परेको थियो कि। त्यस्तो परेको भनेको के नि? अब आएपछि न त्यस्तै परेको। उसो भए बतासेको मायाले मिठ्योलाई घरै पठाउँछ क्या हो? मलाई शङ्का पो लाग्यो। के कुरा गर्नुभएको त्यस्तो, एउटा सम्झन्छु भने कुरा पो गरेको त मैले। को हो त्यो? होइन को छ र? देख्नु भएन? हो, अझ देख्नु भएन? तपाईँ को छ र? दौरा सुरुवाल लगाएको पहाडी केटो हामीतिरै आउँदैछ। हामीसँगै भेट्न आएको जस्तो छ। हो त, त्यो त चिनेको जस्तो लाग्छ त। हाम्रै काँसा त होइन, त्यो हाम्रै काँसा रहेछ। गर्मी भएर होला दौराको थुना फुकालेछ। गर्मी भएरै होला नि। दुब्लाएछ बिचारो, 15-16 वर्ष घुमेको केटो बिरानो ठाउँ आन्थ्यो होला। ए कान्छा के हो, कहिले आइस, कसरी आइस? यत्रा भकुन्डे गएर खोइ कहाँ गए? यत्रो घर धन्दा सम्हाल्नु पर्ने छोरो, खेतीपाती गर्नुपर्ने छोरो यसरी हिँडेर हुन्छ। आमाले मा मेरो बालक छोरो कहाँ गयो भनेर कति रुँदै हुन्। तर म त बेसै गरिस्, पहाड बस्यो भने के पाउँथिस्? खरी गाड्ने पानी त हुन्थिस्। अब हाम्रा उनीहरू त बिजुली भइसक्छ। बाँकीमा गए कसरी कमाउलास्? समान दाइ, म त भोकले पुटुक्क भएको छु। 2 दिनको केही खान नपाएको, उठ्दिन पनि सक्दिनँ। धन्दा नगर, अब हाम्रो चाहिँ तेरो पनि त्यही गर। म तँलाई बजार किनेर ल्याउँछु। आइज उता बेन्चमा गएर बसौँ। लाल दाइ, यस्तो ठाउँमा यो गर्मी खाएर किन बस्नु? के कुरा गर्छस् कान्छा, देश भनेको त देशै हो। के छ र त्यो गाउँमा? एक छाक भोकेर एक छाक मकै खान जाने? थोरै छ
छाक भोके भएर भोकै मर्नु परे पनि आफ्नै गाउँमा मर्नु जाति केही नभए पनि चिसो बतास त छ कि धत्तेरी कान्छा तेरो दुःखका दिन अब सकियो स्वतिले तँलाई यहाँ लिएर आयो दरबार मात्र त अलि सानो छ लिँदैन सकेसम्म हामी जस्तै पुलियोलास नत्र होटेलमा त पक्का होटेलमा रे यी साराको झुठो भाडा माझेर बस्ने मैले इज्जत थालेर पैसा किन कमाउनु छ र कसले देख्ने हो र त्यहाँ पहिला पनि हामीले त्यही काम त गरेको नि अहिले बल्ल पो पुली हुन पाइयो गाडी त ज्यादै सुकेको पो रहेछ पखै त म पानी किनेर ल्याउँछु मलाई त भोकले बोक्रा समेत चपाएर निलो जस्तो भएको छ हेर कान्छा मैले तँलाई बेलैमा भनिदिएको छु नेपाल फर्किने मती नलिएस् त काँचो केटो तँलाई भुटे पनि हुन्छ पिने पनि हुन्छ भुटे फुल उठ्लास पिने रोटी बन्लास पानी पनि के पिउनु छ र एक भलको माने जस्तो हाम्रो गाउँको क्या पानी दसन ढुङ्गासँग लडीपुडी गर्दै आएको पानी त्यतिकै नै अगाडि यसो कान्छ आधा राखिस् नि खाऊ भने त 2 माना पनि खान सक्छु नि मैले मात्रै खाएर भएन दिदी पनि म जस्तै भोकी छिन् उनलाई पनि अलिकति लगिदिनु पर्यो नि ए कान्छ दिदी पनि रे दिदी पनि हो बच्चा दिदी पनि हो अनि कहाँ छिन् त उता सुती राखेछि जाउँ न त हामी पनि उही मै राखेर ल्याइदिइहाल्छु नि कि हामी उहाँ जानु हुँदैन र उनी यही आइहाल्छन् नि भइगयो हामी आएको छौँ उसले डोरा ल्याइहाल्छ नि के त मिठ्यो तपाईँलाई त आफ्नो घरको भन्दा बढ्ता माया बतासेको लाग्थ्यो बेला बेला सम्झिरहनुहुन्थ्यो सपनामा पनि देखिरहनुहुन्थ्यो होला अब उनी नै आइसकेपछि त नेपाल फर्किने त सम्झनु पनि हुन्न होला है साँच्ची कुरा अब त कसैले मलाई म भरेको सुनिदिन्छु भने पनि त्यो पहाडमा जाँदै जान्न बन्दुक र ढिलो त म खाँदै खान्न ऊ ल्यायो कान्छोले बतासे भन्ने कस्तै अघि नि आइमै गएर मात्रै अघिदेखि कि मासु त हामी मात्रै हुन् नि पातलो जिउले पनि होला नि अब चुप्लाको भुक्कै भए पनि हाँस्दै हाँस्दै आएकी थिए आफ्नो मान्छे भेट्न पाउने खुसीले पो कि हो है अब चुप्लाको सन्चै छ बतासे दिदी के दिदी भन्छौ बहिनी भन न हो त नि आफूभन्दा सानोलाई के दिदी भन्नु अनुहारले नै बताउँछ कसरी आयो कसरी आइदियो अनि कहिले आयो त्यही मोरो पापी पुग्छेले त हो नि गाउँका सबैजना देश गइसके जाऊ हामी पनि भनेर मलाई फकायो बहकायो विदेश गए त के नहोला सुनेकै मान्छे हो यसलाई कि भनी ठानेर भएका गहनापात सबै बेचबिखन गरेर उसैका साथ आयो बाटाभरि पनि हाम्रै सामान खिच्यो अहिले यहाँ आएर त हामीले यसै छाडेर कहाँ भाग्यो कहाँ 2 दिन भयो हामी दिदीभाइ अलपत्र परेको मर्न नसकेको मोरो चुप लाग तानीको छोरो पुग्छ गाउँभरिको छट्टु त्यो के भयो त हामी सबै एकै गाउँ एकै डेरामा बस्न पायो के भयो त को बस्छ यहाँ अगाइयो मलाई त यहाँ जे पनि गनाउने पो हुन लाग्यो खाना लाग्यो भुटुन गनाउने पिउन थाल्यो पानी गनाउने रेल गनाउने यो ठाउँ त गनाउने नै पो रहेछ आफ्नो गाउँमा त भकारुकै छेउमा गुन्द्री ओछ्याएर सुत्दा पनि गनाउन थियो मलकै भारी बोक्दा पनि गनाउन थियो फेरि तातो पानी तातो हावा यस्तो दुःख खाएर को बस्न सक्छ यहाँ भोकै परे पनि बरु आफ्नै देशमा घरको चौधरीमा कुवाको चिसो पानी खाएर सुत्नु नै जाति नि जाऊ हिँड जमान्दै आफ्नै घर आफ्नै देश जाने भयो किन आएको 2-4 दिन बसौँ धन कमाऊ अनि जानु पऱ्यो भने त्यति बेला नै जाउँ हामी उनी बतासे बहिनी बस्नै अलिक पर्छ होइन दिदी जाऊ आफ्नै गाउँ त म त यहाँ आएदेखि नै निसास्य छु को बस्छ यहाँ एकास खानाको निम्ति नोकरी गर्नु परे आफ्नै घर देशमा आफ्नै दाजुभाइहरूको गरौला एक गेडा मकै भए पनि आफ्नै घरबारीमा उचाउला यसरी सबैको हेलासो भएर म त बस्दिनँ यहाँ साराले आफ्नै देशमा काम पाएका छन् हामीले यसरी विदेशमा लटेर बस्नुपर्छ र उहाँ आफ्नो चाडबाड पर्व मिलाप तिजबन्ध सब छाडेर अर्काको कमालो भएर बस्ने म त बस्दिनँ भोकै परे पनि बरु आफ्नै देशमा कुवाको चिसो आफ्नै देशमा आफ्नै खोलाको बगरमा आफ्नै बर्खा गाँसले जलाउला नि हाम्रा बाबु बाजेले आफ्नो आखिरी निसास हिमालको बतासमा मिलाए हामी पनि त्यसै गरौला जाउँ हिँड जमान्दै गइहालौ जाउँ मिच्यु म त जान्न फेरि तपाईँले चित्त दुखाउने पो हो कि जानुहोस् तपाईँहरू नै चुम्बकले फलामलाई तान्न सक्छ तर सुनलाई तान्न सक्दैन जानुहोस् तपाईँहरू जाउँ सबै एकै जहान भएर जाउँ कसैले कसैको चित्त म त दुखाउँछ जान्न जानुहोस् 2-4 दिनमा त मिठुहरू घर पुगिहाल्ला त्यहाँको चिसो हावा चिसो पानी म पो यहाँ फाल्टमा हराएको गोरु जसरी बाटो नपाएर घुमिरहने भए मिच्यु ए मिच्यु
थियो आउनुहोस् न पर्खन मिचु म पनि आएँ नमस्ते म विविशा यस नाटकको सूत्रधार। नमस्कार म सुप्रिया अग्रवाल म यस नाटकमा बतासेको रूपमा प्रस्तुत भएकी थिएँ। नमस्कार म प्राञ्जलिना गरी म यस नाटकमा जमानसिंहको रूपमा प्रस्तुत भएकी थिएँ। नमस्कार मेरो नाम रुबेन म नाटकमा कान्छोको रूपमा प्रस्तुत भएको थिएँ। नमस्कार मेरो नाम सुलभ श्रेष्ठ म नाटकमा लाल बहादुरको रूपमा प्रस्तुत भएको थियो। नमस्कार मेरो नाम विजय गुरुङ र म यो नाटकको फेरिवादाको रूपमा प्रस्तुत भएको थिएँ।